चाहिने जी बाबाले दिएको हैन अनि खोसीको मासु चाहिँ मामा भनेको हे गाइस वेलकम टु माय भ्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला हैन अनि अस्ति म धेरै दिनदेखि सोचिरहेको थिएँ एउटा ल्यापटप किन्छु भिडियो बनाउनलाई एडिटिङ गर्नलाई किन्छु भनेर सोचेको थिएँ अनि आज एउटा ल्यापटप घर किन्नु पर्छ सोचेको थिएँ अनि अब ताइर म जान्छु कतिका फ्री हुन्छौँ ल्यापटप किन्ने एउटा दिपेक ल्यापटप किन्न पैसा कति दिस ल्यापटप किन्ने पैसा ल गाइस ल्यापटप किन्ने पैसा आउने चाहिँ अलिअलि भेला पारेछु नि यहाँ अलिकति छ हैन अनि अब अलिकति दाजु यता पनि छन् अलिअलि गर्दै भेला पार्दैछु ल्यापटप किन्नु चाहिँ मम्मी आज ल्यापटप किन्छ म एउटा ल किन्नु होइन खै पैसा ल्याउनु पैसा पैसा त्यहाँ छ त नि यति पैसा आउँछ ल्यापटप यहाँ हेरौँ गर्नु के हो कति रहेछ गर्नु ल्याउनु पैसा छिटो मेरो यहाँ पनि अलिकति छ यहाँ अलिकति पर्छ पैसा अलिकति कति पनि छैन पैसा त ल्यापटप किन्ने पैसा पुग्दैनन् अलिकति मम्मीलाई माग्दै अलिकति दिदीलाई माग्दै अलिकति म आफै भेला पार्दैछु पैसा कति पुग्छ ल्यापटप किन्ने पैसा हेर्नु पुग्दैन नि त्यो पैसाले त पुग्छन् कति कति पुग्यो अनि 14,000 अझ 14,000मा कहाँ आउँछ हौ ल्यापटप राम्रो राम्रो एकछिन गएर बाटो गरेर भिख माग्छु एकछिन यति पैसा आउँदैन ल्यापटप अब हेरौँ न राम्रै खोज्दै गर्छु कुन चाहिँ एउटा ल्यापटप भेट्छु अनि त्यस्तै किन्छु एउटा ल्यापटप के गरेको आमा के गर्नु बाफ लिएको ए हेर्दा हाम्रो आमा बिचरा बिरामी भएर बिहान उठ्ने बित्तिकै बाफ लिनुपर्छ के नल्यायो लाइन थिएन ए हो त हिजो बेलुका लाइन गएको कहाँ चुजी गरेछ यहाँ रुपी खुला भएको छ अनि झुल चामर फुटा रुपी बच्चा झऱ्यो त्यसमा ए यहाँ त रुखमा के अरे ऊ रुपीको बच्चा यहाँ बोलाएर अनि फेरि माथि लगेर रोपाएर रुपीको बच्चा ए कत्रो ठुलो गुड अनि ठुलो छ कत्रो गुड त आयो नि यहाँ रुपीले हाम्रो घरमा त रुपीले पनि गुडा लाएर आफ्नो बच्चा निकाल्छ नि त फेरि कस्तो हेर्नु त्यहाँ कुन आउँछ फेरि त फेरि अन्त के गरेर भने रुपा हटाइदेऊ न भयो 6 दिनु 4-8 दिनु भयो लो फाइनली ल्यापटप पनि किन्यो है ल्यापटप चाहिँ यही हो चलाउने मास्टर यही हो भाउजू कस्तो लाग्छ तपाईँलाई ल्यापटप दामी छ दामी छ कबाडी त हो नि कबाडी अरे बाई सेकेन्ड कस्तो छ ल्यापटप यतिको त ठिकै हो नि होइन भाउजू अब चलाउनु सिक्नु पऱ्यो म पनि ल्यापटप कस्तो हुन्छ होइन चलाउनै आउँदैन हामीलाई त गाइस हेर्नु न यहाँ ड्रिम ल्यापटप किनौँ भनेको होइन त्यत्तिकै पार्छ चुना लाग्यो न ल्यापटप ल्यापटप किने ल्याए लास्टमै माउस मात्रै किन्नु पर्यो म ए गाइजहरु भिडियो एडिट गर्न ल्याउनु भएको हाम्रो विवेकले के रे ल्यापटप गयो दादा हेर्छ पनि गयो ल्यापटप पनि गयो 500 चुना लाग्यो यहाँ तेरो छोले के ले हालेको छ यहाँ अघि भर्खर किनेर ल्याएको ल्यापटप पनि गयो एडिट गर्छु भनेको भयो क्रास भयो अनि फेरि धन्न गरेर फिर्ता चाहिँ गरिदिनु त अङ्कलले होइन थ्याङ्क्स अङ्कललाई चाहिँ होइन अघि भर्खर किनेर ल्याएको ब्याग रित्या आयौँ पाउसँग यतिको डराउनु पर्छ यो सानी कसले कुटेको यसले हेर कुटेको हेर बिचरालाई मेरो बाबालाई आगारे काबी रहिछ कोही कोही मान्छेलाई बेग्लै टेन्सन छ उता एउटा पारा बाबा सबै निस्किनु भयो ओइ दादा बोकेर जा हेर हो त्यत्रो यहाँ आफूलाई झन् तनाव छैन अब त्यत्रो एडिटिङ गर्छु भनेर भिडले के ल्यापटप किनेर ल्याएँ त्यो ल्यापटप पनि गयो म राम्रो सेकेन्ड किनेर ल्याएको सस्तो भेटेर किन्नु पर्यो भनेको काम लाग्नु रहेछ यहाँ अब त्यो के तनाव छ यहाँ हेर न अर्को अब माउस पनि किनेर ल्याएको थिएँ माउस चाहिँ फिर्ता गरेर लाज लाग्यो आफूलाई ल्यापटप फिर्ता गरेर आएँ अनि के फिर्ता गर्नु माउस जस्तो लाग्यो अनि त्यो फिर्ता गर्नु गरिनँ गयो मेरो 500 रुपियाँ गयो फोकटे मेरो 500 रुपियाँ गयो गयो मेरो 500 रुपियाँ फोकटे अब ल्यापटप फिर्ता गरेँ माउस फिर्ता गर्न आफूलाई लाज लाग्यो अब त्यसलाई के भन्नु त्यसलाई अनि ल भनेर फिर्ता गरेन माउस राखेँ यो सानी होला बिरालो होइन बिरालो हो त बिरालो हो र अनि यो चाहिँ को हो यो काकु काकु अनि यो चाहिँ त्यो फोटोमा को हो सानी फोटोमा अनि अक्को को त्यो बुवा हो र तिमीलाई कसले भनेको त्यो बुवा हो भनेर बुवा कुन अङ्कल ब्लग बनाउँछ त भात पनि खानुहोस् यहाँ भात खानु यहाँ भात खानु त यहाँ भात खानु ला दिल साना गाली गरेर पल्लो घर
के गरेर आएको के गरेर है? बसेर भात खाँदै लु भन् के गरेर यसले पल्लो घरमा झगडा गरेर आएको यसले हो सानी आइले छिटो तिमी झगडा गरेको अन्त मलाई यसरी फुली खेलेर आएको नि भयो अहिले झगडा गरेर आकी लु अहिले त माम खाँदै खेल्नु अहिले भन्नु आइदैन कराउनु न विवेक छ फेरि हेर्नु न सानी माम खाँदै छिटो छिटो माम खान्छ किन नखाने भएको तिमी पल्लो घरमा झगडा गरेर आकी नि आज हो होइन खेलेर आएकोमा त दिदीले गरेर आएको छैन हो र तँ पक्न बाबालाई भनिदिउ पल्लो घरमा झगडा गरेर आएको भनिदिउ होइन अनि म किन होइन होइन होला के गरेर आएको त अनि पल्लो घरमा अनि खसीको मासु दिउँ न आमा भनेको खसीको मासु दिन त्यहाँ खसी काटेको थियो बिहान हौ यस्तो खसीको मासु आमाले खसीको मुन्टा भन्नुभएको हत्ता नत्र बिना बिना आमासँग म मागेर आउँछु भनेर गइचेर बिना आमालाई आमा तपाईँको घरमा खसीको मासु छ दिनु न एक बटुको भन्दैछ किन मागेको मासु खसीको मुन्टा भन्नुभएको घरबेटी आमाले चाहिँ हो सानी खसीको मासु खसीको मासु आयो तिमीले थेत फडा सानी खसीको मासु काट्दै थियो लुकायो त्यो खसीको मासु माग्ने भइसक्यो गाउँभरि सानी त फटा हो क्या सानी हो हेर जो अस्ति कोचाएको भात छिखाउ 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 अड्किन्छ एकचोटि आँखा फर्काइदिनु दादा पनि दिमाग खराब त्यति दिमाग खराब भइरहेछ यहाँ कोही कोही कोरियन पढ्ने मान्छेहरूको सबैभन्दा योभन्दा जापानिज सजिलो छ सजिलो छ अरे कले भने तँलाई चाइनिज मिस्टेक हुन्छ भाइ जापानिज सजिलो छ टोटली जापानिज हो लु के हाल्नु चाइनिज हो भन त चाइनिज हो कोरियन भाषा जान्नु यो छ चाइनिज बाबाले देखेको छैन बुझ्नु गएले के भन्दै चाहिँ अहिले मामसँग झगडा गर्नु न फेरि म पुड्छु भन्दै थिएँ के भन्दा हेर्नु म सिकी तेरो म फेरि सानी गाडी खाए है सानी काम खान्छ कि खाँदैन छिटो डरले खाएको भात यही खोज्यो कि नि यही यसो गर्दै यही खोज्यो कि नि अब बोल खोइ तेरो बोल बोल अब बोल बाबालाई यसले गाली गरे चाहिँ सुध्रिहाल्छ नि के नसुध्रिने हेरेर बाँधा यो चप्पट Mama, I go. Maju, I jolly. Papa, I jolly. Buku mam kupa. Papa, I kutuka. Jasa, mel mel. Aku tak tahu. सानले सबै आउँछ त्यसले सबै पढ्छ त्यसले ने अब कुकुरीका Kolika, pasilaska. नहेर न नहेर नहेर यसले हेर्नु यसले के गर्छ कि नहेर न अब नहेर 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 बाबाले हेर न मोबाइलमा हेर Kolika, pasilaska. खै मेरो बासी बा Bilalole kayo. Kay muso. कोही बिरालो Kay bilala. Musawa kayo. Kay muso dura ita baso. खोइ दुलो Kay gujuro. गाईले किल्छ्यो नाटक गरे कि खबर न सबै आउँछ खै गाई Kay gai. खोलाले Kayo. खै खोला Chulu. ये अब अर्को कुन हाल्छु तिमीलाई को भने Yes, Papa. Tissue gun. No, Papa. Jelly knife. नो पापा हा 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 नो No, पापा Papa. ओपन माउथ Open your mouth. Ha, ha, ha. लु बिगी ग्रामरको बारे सब ठिक छ होला Johnny nine, Johnny nine. खा 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 आगो खाना खुवाउन चाहिँ यसलाई यस्तो गर्नुपर्छ कि मलाई साह्रो रिस उठ्छ बिहान पनि यस्तै बेलुका नि के कुटेको Papa. ए छ यहाँ छ त देख्नु न भाडा बोल्न सकिएको भाडा बोल्न हो र भन्दैछु मलाई नि खाऊ खा कति भइरहेको अरे म आलु छिराइ अहिले अहिले म तले न पानी पाए त्यसमा पानी हाल्दै भाडा त्यसले न झन् सघाइदिएको होला नि सानले अहिले केही काम आयो होइन तपाईँ आफै गर्नु न मामा म गरेको छु भन्छ हो सानी हो लिएर आउनु न ए म ल्याइदिनु न कस्तो गरेको छु भन्छ अब सानी भाडा बोल्छ सानी भाडा बोल्यो सानी भाडा बोल्ने लुगा भिज्यो के छ नि ल आजलाई चाहिँ यति नै होइन थ्याङ्क्स फर वाचिङ हजुरहरूलाई एकदम धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु होइन आशा गरेर सबैजना मनपर्छ होला मेरो भिडियो होइन हेरिदिनु मन पराइदिनु लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यति नै भन्न चाहन्छु हस् बाई बाई टेक केयर सी यू